म छेउछाउमा छोडेर त उफ्रिनेर सिकिहाल्छ नि यसले फेरि ओइ ला ओइ जिउले भएन यार ओइ भान्जा के गरेको हो यो भान्जा लामो म मुख राख्दिन भन्छु कि मामा बेउरा नदेखाऊ है मामा जान्दानी बेउरा नदेखाऊ है कस्तो मिठो गेम गइरहेको थियो यार के छ बुझ्न यार राम्रोमा त्यसरी रिकल हुन्छ हुँदो रहेछ त अनि हुन्छ हुन्छ चार्जर त। नभइरहेछ। म केही हुन्छ बोलिनँ क्या यस्तो बेउरा भएको मान्छे हो यार लामो यस्तो खालको मान्छे पनि जन्मिन्छ भनेको यार खोइ यार कसम मैले यार भाइ यार कुक मात्र 36 गरेको म त थिएँ बुढी। जिन्दगीमा यस्तो मान्छे देखिन नि यार भाइ 34 वर्ष पुगेको मान्छे यस्तो हुन्छ भाइ तपाईको मामे हैन के दाइ यार क्यान्सल गर्न खोजेको हो क्या ए मामाको त टिकटकमा मिसन थियो अरे नि त हामीलाई पड्काउने सेक्री हो र यस्तो खालको मिसन लिएर भोलिदेखि आयो भने चाहिँ तिमी टिकटकमै बास बस है मामा है भोलिदेखि यसरी अर्को यसरी मिसन लिएर आयो भने चाहिँ टिकटकमै बस म के टिकटकमै गर गर्नु तिमी केटा हो रणमतीको छोरी अनि मिसन थियो भने डोचे